फाइनली साथी हो समर नजिक आयो ट्राम्पलिङहरु जोड्न थाल्यो अब नानीहरुलाई उफार्नुपर्छ के गर्नुपर्छ यहाँ दुई भाइ भएर ट्राम्पलिङ जोडिरहेका छन् हो यता बारीमा सबै थोक उम्रिन थालिसक्यो सबै थोक त्यति मात्रै हो के त यी पोहोरका खोर्सानी जस्ताको जस्तै जिउँदै छन् उहाँ इस्कुस लरिएर कहाँ पुगिसक्यो हेर्नु न हो त्यहाँ बोडी उम्रिरहेका छन् यी बोडीहरु ठिक्क रेडी रोप्नलाई अनि फेरि यसपालिको नयाँ नयाँ बिरुवा यी सबै डल्ले खोर्सानीको बिरुवा हुन् साथी हो समर लाग्यो त्यही भएर सबै हरियाप गर्ने बेला भयो त खोर्सानी जोगाएर राखे नि हो मैले आमामा पोहोरका खोर्सानी त भव्य पो राखे त हो मैले त ल यस्तै छ है साथी हो तपाईहरुको के कस्तो छ भिडियो गर्नुस् देखाउनुस् सबैजनालाई यसो मनोरञ्जन पनि हुन्छ नि त त्यही भनेर